सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई काले भ्लग्स होइन आज चाहिँ मेरो डे 59 थियो होइन अनि आजको दिन चाहिँ मैले पसल खोल्न पाएन सो त्यही भएर होइन म के भनौँ खुसी पनि हुन सकेको छैन दुःखी पनि हुन सकेको छैन अब दुःखी किन हुनु खुसी किन हुनु भइरहेछ होइन यहाँनिर पिङ खेल्दैछु केटाहरूसँग होइन बच्चाले जस्तो न त बच्चामा म पिङ खेली वाक्क भइसकेको थिएँ अब बुढो भए पनि अब खेलौँ न त होइन क्या मजा लागिरहेछ होटलको भन्दा धेरै अनि अहिले चाहिँ म होइन खासमा कुकिङको लागि आएको होइन अनि त्यसपछि एकछिन मैले माइन्ड फ्रेस गर्नको लागि खोल्दैछु अब म जान्छु है केटाहरू एकछिन स्टप पिङ र गएँ म अब त्यहाँ मुनतिर जाउँ होइन ल ल ल त्यहाँ केटाहरूलाई भेट्न छु म यता म यता साथीहरूको घरमा आएँ होइन ओ यहाँ के खेल्ने के भइसक्यो जुम ल कस्तो यो रिङ्गटा त लाग्दैन नि ल है त ल ओइ घुमे ओए यार रिनी हुँदो रहेछ त ओए गाडी गुड्यो एकछिन ओए यार कस्तो हुँदो रहेछ यार मलाई त पुग्यो एकछिन दाइने आउने रे ल ओए यार डेन्जर ल त एकछिन अलिकति ब्यालेन्स गर्नुपर्छ होइन यो होइन माइन्ड चाहिँ पुरै हल्ले जस्तो हुँदो रहेछ गाडी गुड्यो उल्टा गाडी के भएको छैन तपाईँलाई रिङ्गोटा लागेको जस्तो हुँदो रहेछ यार लागेको छैन ओए गाडी गुड्यो उयो घन्टा गुड्नु हल्यो अब अर्को है त ल यो गुड्दैन ओए तिमीहरू चाहिँ कम्ता मजा आउँदो रहेछ यो त पुरा रक्सी खाएको हुँदो रहेछ ओए चिप्लेटी नि रहेछ ल चिप्लेटी चाहिँ त हाइट माइन्ड त मेरो त के भयो माइन्ड फ्रेस भनेको त माइन्ड त झन् गयो यहाँ चाहिँ होइन टक्क सिट पनि रहेछ म चाहिँ यहाँ कुकिङ गर्न छोडी यहाँ रमाइलो गर्दैछु त्यहाँ चाहिँ मलाई गाली गर्दा होला मलाई थाहा छैन अब जाउँ है त त्यही त ए बसौँ कि के गरौँ लुगाफोर हुन्छ गयो ओए दामी यो साथी होइन ठाउँको नाम भट्टे डाँडा होइन ए मिस्टेक त बोलेन भनेर सोधेको फेरि राडर फेरि यो नगुड्नेमा के भन्छ ओ यता साथी गुडाइदिनुपर्छ रिङ्गटा लागेको छैन ल अब चाहिँ यति नै भाइ अब एकैछिन फेरि म माथि जान्छु किचनको हालत हेराउँछु होइन गाली चाहिँ गर्न पाउँदैन साथीहरू लास्टै फोर्छ होइन ल अनि साथीहरूलाई नि कस्तो लाग्यो मेरो कुकिङ ल दामी छ जबरजस्ती त भने होइन नि कहिले केसमा मस्यौराकोमा ए ल ठिक छ पानी खानुपर्छ क्या अनि मिल्छ क्या गुमा उसलाई हार्ट एट्याक आउला छोडिदियो ल अब चाहिँ एकैछिन म साथीहरू म गएँ ल बाई अब फेरि मेरो अब के काम छ भन्दाखेरि चाहिँ होइन चिकन फ्राई भएको थियो होइन त्यो चिकन फ्राईलाई ग्रेभी बनाउनु छ अनि पुलाउ रेडी गर्नु छ होइन अरू लगभग सब रेडी भएको छ अनि मिक्स भेज तरकारी त्यति बनाएपछि चाहिँ मेरो काम आजको लागि सिद्धियो होइन अनि यस्तो अलिअलि नै आउँछ होइन ल साथीहरू चाहिँ रमाइलो गर्दैछु म चाहिँ फेरि कुकिङ गर्न जानु पर्यो ए ल तपाईँहरूलाई कस्तो लाग्यो पिकनिक एकदम
रमाइलो र राम्रो कस्तो लागिरहेछ एकदम रमाइलो भनेर हो र एकदम रमाइलो अनि खाना चाहिँ कस्तो लाग्यो मिठो छ हजुरले पकाउनु ल थ्याङ्क यू सो मच हो र अब म झोल हाल्न जान्छु है त मासुमा ल ल ल अनि फेरि भन्नु होला कस्तो भयो होइन के छ साथी सन्चै छ कहाँ जानु लाग्यो जाउ जाउ तपाईँहरूलाई किचन देखाउन गइरहेको छु अनि त्यही हो काम गर्दै गर्दाखेरि किचनमा चाहिँ यति धेरै फोहोर हुन्छ होइन अब हेरौँ है त तपाईँहरूलाई म आज लाइभ किचन देखाउँछु गाली गर्न चाहिँ पाउँदैन है यो अब सफा गर्ने फुर्सद भएन भनौँ न यो चाहिँ मेरै कमजोरी हो यहाँ हेर्न सक्नुहुन्छ योलाई होइन यो ठाउँलाई चाहिँ इग्नोर हानिदिनु खानेकुरालाई चाहिँ होइन यसो के भन्छ भन्ने होइन खानेकुरामा चाहिँ जाउँ होइन यस्तो यो फोहोरहरूमा चाहिँ नजाउँ है त ल आयो हेलो हेलो सब्स्क्राइब गरिदिनु होला ल धन्यवाद यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ लाली गुराँस होइन यो चाहिँ नटिप्नु नचलाउनु भनेको थियो तर टिपेर खाइदिएँ मैले यदि भिडियो हेर्नु भएको छ भने सरी है त लाली गुराँस एकदम मिठो छ यहाँ हेर्न सक्नुहुन्छ यो सब भद्रगोल भएको छ होइन यहाँनिर चाहिँ एक बाटा होइन बाल्टिन हो के अरे चिकन फ्राई हुँदैछ अब यसलाई मजाले झोल हाल्ने ठिक्कको ग्रेभी यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो करेसा बारीमा चाहिँ फलेको होइन अब अर्ग्यानिक हो कि ब्रोइलर हो के हो जे भए नि मिठै छ खाइदिएँ फेरि मैले है अनि आजको हाम्रो कुकिङमा के रहेको छ भन्दाखेरि यो हेर्न सक्नुहुन्छ मस्यौरा गोलभेडा मिक्स अचार भनौँ न दुईटा मिक्स गरेको है यसमा चाहिँ सेतो चना र आलु मिक्स गरेर बनाएको है यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ चिउरा अब के बाँकी छ भन्दाखेरि पुलाउ बनाउनु बाँकी छ यहाँ फेरि खानेकुरा भेट्यो त मैले चोरी गरेँ फेरि पनि प्रन खाएँ बजाऊ अब फेरि म एकैछिन रेस्ट गर्न गएँ होइन पिङ खाली छ त्यता होइन अब पिङ खेल्नुपर्छ यो चाहिँ भएन क्या यो चाहिँ पिकनिकको एरियामा चाहिँ होइन यति धेरै फोहोर चाहिँ मलाई चाहिँ मन परेन है ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ ठिकै छ भनौँ रमाइलो छ दामी अब फेरि हामी एकछिनमा के पकाउँछु म हेरौँ है त अनि आजको लागि भिडियो त्यति नै हुनेछ अब लास्ट पकाउने कुरा अब एक लट पकाउने त्यति हो के गर्नु पर्यो मलाई दिएको यो अनि मलाई चाहिँ किन दिएको डाटा होस् कि जेसुकै होस् नाट्यो त्यही राख अब बजाऊ न त अनि यहाँ थिच्नु पर्यो नि त यहाँ थिच्नु पर्यो अनि स्पिकर अब यहाँनिर ब्लुटुथ गर्नु पर्यो नि त कसको फोन हो यो यहाँ ब्लुटुथै अन छैन त अनि कसरी कनेक्ट हुँदैन यहाँ ब्लुटुथ अन भयो यहाँ आएर ब्लुटुथ अन भयो अब जाने अनि गइसकेपछि बिस्तारै लड्छौ कहाँ फेरि अनै भएन ब्लुटुथ उता गएपछि कनेक्ट हुन्छ होला यहाँ आएर अनि बिचमा यहाँ थिचिदिने अनि सङ प्ले हुन्छ जाऊ उता त्यति सजिलो छैन ल मलाई पुर्ने मान्छे अहिलेसम्म जन्मेको छैन यहाँ पुर्ने कुरा गर्दैछ ल साथीहरू आजको लागि भिडियो यति नै मन परेमा तपाईँहरूलाई होइन तपाईँहरूलाई मन परेमा मात्रै
च्यानललाई लाइक सब्सक्राइब गर्नु होला। आज चाहिँ मेरो बिजनेस डामाडोल भयो भनौँ। काले भाइको मोमो घर आज क्लोज होइन। कति कस्टमरहरू आज फर्किनु भयो होइन। अब आजको लागि चाहिँ सरी।